घरमै मैले यस्तो दामी चाट मसला बनाएको थिएँ। त्यसको लागि सुरुमा 3 चम्मच कालो तोरी, 1 चम्मच जिरा, अलिकति मरिचको दाना र सुकेको खुर्सानी राखेर मजाले भुट्दिने। एकछिनपछि फेरि 1 चम्मच आलस राखेर यसो भुटिसकेपछि रेडी हुन्छ। एकछिन सेलाइसकेपछि त्यसलाई चाहिँ मिक्सरमा राखेर अनि मजाले पिन्दिने कि यस्तो राम्रो हुन्छ नि। स्मेल नि यति दामी आउँछ, बाहिर मार्केटमा ल्याउनै पर्दैन कि। मैले प्रायः जसो आफै बनाइराख्छु कि चाट मसला, कहिले कसो मात्र बाहिरको युज गर्छु यदि त्यो छैन भने। आज मैले सुक्खा चटपटी बनाउन लागेको साथीहरू, मलाई गिलो चटपटी भन्दा सुक्खा चटपटी एकदमै मनपर्छ कि। मलाई जस्तो कोलाई सुक्खा चटपटी मनपर्छ कमेन्टमा भन्नु होला है। मलाई दुईटा चिजको बेसरी क्रेभिङ हुन्छ कि, एउटा मोमो अनि अर्को यो चटपटी। यो दुईटा मेरो लाइफमा भएन भने मेरो लाइफ इन्कम्प्लिट भयो जस्तो फिल हुन्छ कि मलाई। यता मेरो चटपटे पनि रेडी भयो। यस्तो मिठो भएको थियो साथीहरू, झन् त्यो चाट मसलाले झन् स्मेल र टेस्ट त यति बढाइदिएको थियो नि। खाएको हो मेरो त भित्र आत्मा नै कस्तो खुसी भयो जस्तो फिल भएको कि। चटपट इज लभ के मेरोलाई। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यस्तै गरी मेरो भिडियोलाई माया साथ सपोर्ट गर्दै गर्नु होला है।